नमस्ते, म दिनेश लिङ्गदेन, तपाईहरुकै आफ्नो मान्छे, शुभचिन्तक, शुभेच्छुक, तपाईहरुकै सल्लाह सुझाव अर्थ उपदेश अनि ती ज्ञानवर्धक विवेकपूर्ण मार्गदर्शनहरूलाई उपदेशहरूलाई आत्मसात गर्दै अगाडि बढ्ने केही गर्न चाहने सानो मान्छे सिपाही म अहिले म तपाईहरु समक्ष मेरा केही कुराहरू लिएर उपस्थित भएको छु। म प्राय जसो म भित्र केही कुराहरू केही विचारहरू प्रस्फुटन भइसकेपछि अथवा मुलुकको राजनीति सामाजिक न्यायिक आदि इत्यादि पाटोमा जो घटनाहरू घट्छन् जो घटेका छन् थिए त्यो बारे त्यो विषयमा केही कुराहरू लागेमा म तपाईहरु समक्ष पेश गर्न आइहाल्छु कि तपाईहरुबाट पनि मलाई जस्तै केही लागेको होला र टीका टिप्पणी हुनेछ, सल्लाह सुझाव आउनेछ। त्यही हेतुको साथ म यहाँहरु समक्ष सामाजिक सञ्जाल मार्फत उपस्थित हुने गर्छु। आजभोलि विशेष गरी युवाहरूले युवा अवस्थाहरूले भाइ बहिनीहरूले तपाई हाम्रा बान्जा बान्जी नाति नातिना छोराछोरीहरूले के भन्छन् भने हामीले एउटा प्रश्न सोध्छौं, राष्ट्रपति कि राजा अथवा राजा कि नेता? राजा भन्छन् 80% ले, कतिलाई थाहा छैन। उनीहरूलाई नेताले के गरे कसो गर्छन्, राष्ट्रपतिले के गर्छ कसो गर्छ के गरे, अनि राजाले त झन् के गरे कसो गरे त्यो केही पनि थाहा छैन, तर पनि उनीहरूले राजा भन्छन्। किनभने नेताहरू यो देशको लगाम सम्हाल्ने अथवा राज्य सञ्चालनमा नेताहरू छन्। विभिन्न पार्टीका नेताहरू पालो पालो गरी बस्छन्, मन्त्री प्रधानमन्त्री राष्ट्रपति के हुन्छन्। उनीहरूले यो गरेको उनीहरूबाट भएको गरेको जो क्रियाकलाप रवैया राज्य सञ्चालन गर्दै गर्दाको उनीहरूको व्यवहार बोली या आदि आजभोलिको यो सामाजिक सञ्जालले टेक्नोलोजीले दिएको यो सजिलो बाटोहरुबाट यी माध्यमहरुबाट थाहा पाइसकेका छन् कि यो देशमा भएका राजनीतिक दल र तिनका नेताहरू टोटली फेलियर, आउटडेटेड, अनि उनीहरू चाहन्छन् अब नदेखेको नजानेको कुरा अब चाहिँ कस्तो होला त भन्नेमा उनीहरुमा लागेर उनीहरुले राजा भन्छन्। तर राजा हुनुपर्छ भन्ने म होइन, गणतन्त्र नै हो, संघीय गणतन्त्र नै हो। तर हाम्रो देश तब नेपालको हाम्रो मुलुकको संघीय गणतन्त्रमा प्रदेश हुनुपर्छ, तर त्यसको काम समन्वय मात्रै। स्थानीय सरकार र संघलाई जोड्ने काम मात्रै गर्छ यसले। त्यहाँको सरकार कार्यपालिका, त्यहाँको मिनी व्यवस्थापिका भनौं या चाहिँ त्यो संसद त्यो हट्न पर्छ, कामै छैन। घर बाहिर आएको भुसिया कुकुरको चाहिँ बरु काम हुन्छ गेटमा बस्ने, जो आफूले पालेको पनि। तर प्रदेश सरकार या सांसद यी भुसियाभन्दा तलको कामै छैन। यसो भन्दा निकै टिट लाग्छ होला, म एउटा सामान्य मान्छे भएर बोलेको। मलाई राजनीति कूटनीतिक न्यायिक सबै पाटोको सान्दर्भिक शब्दहरू चयन गर्न आउँछ, बोल्न आउँछ, तर म त्यो बोल्दिनँ। बोल्ने ठाउँमा बोलाउँला आवश्यक रहेमा। म एउटा साधारण मान्छे भएर भन्दैछु। त्यसो भएकोले गर्दाखेरि मैले भन्न खोजेको यी नेताका वरिपरि रहने तलदेखि माथिसम्म मैले पटक भन्दै आएको छु। आफूलाई गर्व गर्छन् म पार्टीको नेता हो भनेर, म पार्टीको मन्त्री भनेर निकै टाँटसाँट अब चाहिँ हैकमका साथ हिँड्ने बोल्ने अनि कामै नगर्ने गफ मात्र चुट्ने टोलको नेताले पनि त्यसै गर्छ। माथि त माथिको झन् कुरै छोड्दिउँ, सबै नयाँ राजा। हिजो मण्डले भने थियौ नि, यी नव मण्डली नव सामन्त। अनि जबरजस्ती मान्छेले डर देखाएर लोभ देखाएर के गरेर पैसा दिएर हुन्छ कि आफ्नो चाहिँ माउले त्यो बच्चा चल्लाहरूलाई कुखुराको माउले चाहिँ ओथारा राखे जस्तो चाहिँ
टोल टोलमा गाउँ गाउँमा सोधासिधा जनताहरूलाई जबरजस्त कब्जामा राखेका छ। काम केही नगर्ने गरिबका छोराछोरी, गरिबका जीवन दिनदिनै काली लाग्दो अवस्था हुन्छ। गरिबका छोराछोरी कति पढ्नलाई उनीहरूको दिमाग छ, विवेक छ, बुद्धि छ, मस्तिष्क छ, क्षमता छ, तर पढ्न पाउँदैन। उनीहरूले चाहेको भनेको जस्तो विषय पढ्न पाउँदैन। ल पढ्न त पाइएन, अब विदेश जान्छु भन्दा उनीहरूसँग विदेश जाने पैसा पनि हुँदैन। अन्तिममा धेरैका छोराछोरीहरू उमेरमै, टिनेजमै, किशोर अवस्थामै डिप्रेसनमा जान्छन्। कति त सुसाइड पनि गर्छन्। त्यो घटनाहरू हामीले देखेको छौँ। या कतिका छोराछोरीका बाउआमा छोराछोरी चाहिँ त्यस्तो योग्यता हुँदाहुँदै पढाउन नपाएर, पढाउने खर्च नभएर डिप्रेसनमा गएका छन्। कतिले खाना लाउन, पढाउन त्यस्तै केही नपाएर, औषधि उपचारहरू बिरामी हुँदा केही नपाएपछि छोराछोरीलाई मारेर आफू पनि मरेका छन्। गणतन्त्रले दिएको उपहार। फेरि पनि भन्छु, गणतन्त्र गलत होइन। गणतन्त्रमा बस्नेहरूले दिएको हामीलाई जो उपहार, उनीहरूले ल्याएको पीडा भनौँ न, सिधै भन्नुपर्दा प्रचण्ड, केपी ओली, माधव नेपाल, उपेन्द्र चाहिँ अर्को डाक्टर बाबुराम, शेरबहादुर, अनि तिनका वरिपरिका छोराछोरी, पत्नी, गर्लफ्रेन्ड, तल बस्ने चाहिँ तिनका झोले सबै, अनि मेरो यो वाद, त्यो वाद, माओवाद, मार्क्सवाद भनेको छ, रटाएको छ, रटाएको छ। 200 वर्ष अगाडिको चाहिँ विचार त्यो गलत भनेको होइन, तर परिष्कृत हुनुपर्छ। यसले गर्दाखेरि भोलि गणतन्त्रमाथि खतरा आयो भने दोष यिनीहरूलाई। र त्यो खतरा आउनुभन्दा पहिले तपाईँ हामीले गणतन्त्रलाई रक्षा गर्नुपर्छ। यी नेता, यी पार्टी तलदेखि माथिसम्मका, यी हाम्रो जनता, हामी चाहिँ नेपाली जनताको खिलाफमा छन्, विरुद्धमा छन्, यिनलाई लखाट्नुपर्छ। इमान्दारीपूर्वक लखाट्नु भन्दा देश निकाला होइन, छोड भन्ने। अब मान्दैन भने अनि चाहिँ श्रीलङ्का र बङ्गलादेश जस्तो हुन्छ। हामी देश विदेश जहाँ जहाँ रहे पनि गणतन्त्रको पक्षमा, जनताको पक्षमा भोलि केही गर्नुपर्छ, भोलिका दिनहरूमा अथवा हाम्रा भावी सन्ततिको पक्षमा त्यो चिन्तालाई लिएर हामी जहाँ जहाँ छौँ, हामी यही विषयमा केन्द्रित छौँ कि गणतन्त्रलाई रक्षा गर्ने। तर गणतन्त्रमा राज गर्ने, मनपरी गर्ने, हिजो 2-4 दिन जेल बसेको भरमा 2-4 जना मान्छे जबरजस्त मारेको चाहिँ एउटा त्यो जो जबरजस्त छ, त्यो घटनामा आफूलाई गर्व गर्ने अनि त्यसमा ब्याज खाने लिडर बनाउँदाहरू छन्, नालायकहरू। उनीहरूलाई अब सदाको लागि अन्त्य गर्नुपर्छ। 2 वर्ष छ, 2 वर्ष पछाडि चुनाव, स्थानीय चुनाव र सङ्घ प्रदेश नहुनु, स्थानीय अनि प्रदेश, सङ्घको प्रदेशको चुनाव हुनु हुँदैन। म यही जोड गर्छु। प्रदेश हुनुपर्छ, प्रदेशको चुनाव हुनु हुँदैन। सङ्घ र स्थानीय सरकार सहितको गणतन्त्र पनि हुन्छ। संहिता तपाईँ हामीलाई थाहा छ, प्र्याक्टिस विभिन्न प्रकारका हुन्छन्। अहिले नै हाम्रोमा अमेरिकाको जस्तो हुँदैन। अहिले हाम्रो मुलुकको चाहिँ जो सङ्घीय प्र्याक्टिस छ त्यो जर्मन, बेल्जियमको जस्तो पनि अहिले नै हुँदैन। बिस्तारै हुन्छ। पूरक, एकअर्कामा पूरक भएर अगाडि बढ्ने हो अहिलेको हाम्रो प्र्याक्टिस। सङ्घीयता भन्ने, जनतालाई नबुझाउने, जबरजस्त गर्ने, त्यसको अभ्यासमा नलाग्ने, देशको टुकुटी सिद्ध्याउने, विदेशबाट ऋण ल्याउने, आफै मात्रै खाने, आफै चयन गर्ने, पार्टी आफ्नो छोराछोरी, बुहारी, स्वास्नीलाई चलाउन दिने। के फरक छ राजतन्त्र, राजा र चाहिँ राजकुमारहरू भन्दा यिनीहरूको के फरक छ? रानीले हिजो पम्फादेवीले मनपरी गरिन् भन्थे, खोइ आज राणा भाउजू, काकी, माइजू, छोरी, ज्वाइँ मनपरी छ त? कति वर्ष भयो
प्रचण्डले पार्टी चलाएको कति वर्ष हो, केपी ओलीले कति वर्ष हो, शेरबहादुर देउवाले पार्टी चलाएको कति वर्ष हो। अनि राष्ट्रपति जनताको हो कि पार्टीको हो, आजसम्मको प्र्याक्टिसले पार्टीको भन्छ। जनतालाई सधैँ डाँट्नु हुँदैन, जनतालाई इमान्दारिताका साथ आफ्ना कुरा राख्नुपर्छ। र अब फेरि पनि भन्छु, आदरणीय महानुभावहरू, यी पार्टी र यी नेताहरूबाट अब सम्भव छैन। तपाईँहरूको साथ हामी हुन्छौँ। म जस्ता युवाहरू अरू पनि हुनुहुन्छ, एक ठाउँ बसौँ। म हुनुपर्छ होइन, राम्रा मान्छेहरूलाई साथ दिउँ, अगाडि बढौँ। हामीसम्मका पुस्ताले के गर्यो, तर अब आउने भावी पुस्ताहरूको लागि भाग्य भविष्य जो 2-3 कक्षा पढ्दा पढ्दै विदेश जाने सपना बोक्छ, उसले देशमै सपना देखोस्, देशमै उसले भविष्य देखोस्। विदेश नजानु म भन्दिनँ, त विदेश गएर पलायन हुने अवस्था नराम्रो हो। किनभने आफ्नो भाषा, संस्कृति, अस्तित्व, पहिचान सबै गुमाएर दोस्रो नागरिक भएर बस्नु भनेको त्यो देशको आधुनिक दास हुनु नै हो। यो अकाट्य छ, यसलाई स्वीकार्नुपर्छ। हामीले देख्दै आएको छौँ, भोग्दै आएका छौँ। मान्छे भन्नुहुन्छ नि, घरमा जाँदाखेरि, गाउँमा जाँदाखेरि, मर्दा मलामी वास्ता जन्ती छैन। अब हो, परिस्थिति त्यस्तो बन्यो त देशको कसले बनायो? कन त हामीले बनायो, हामीले दिउँ नि त। हाम्रो पार्टी, हाम्रो बाजेको पार्टी, बाउको पार्टी, बाउबाजेले त गल्ती गर्नुभयो, उहाँहरूको आत्माले शान्ति पाएको छैन होला यिनैको कारणले गर्दा। किनभने गलत गरेँ भन्ने उहाँहरूलाई त्यो आत्माले लागेको होला। हामी गलत नगरौँ। अब हामीले पनि गलत गऱ्यौँ भने हाम्रो बाबु पुस्ताले हामीलाई पनि सराप्नेछन्। यो गल्ती पटक्कै नगरौँ, केही पनि हुँदैन। अब हुँदैन। के भयो, बाटो बनेर त्यो भनौँ न राज्यको ढुकुटीबाट ल्याएको बजेट, त्यो विकास होइन, योजना कार्यक्रम हो, योजना हो। त्यो योजना अन्तर्गतको पैसा ल्याउने, त्यो पैसा पनि आफ्ना चाहिँ नाठाका भाना भान्जा पर्नेलाई अथवा नाठोलाई, स्वास्नीका नजिककालाई, सालालाई, भान्जालाई, ज्वाइँको मितलाई ठेक्का दिने, अनि त्यहाँबाट मिचुवाट गर्ने, गर्दै गर्दै 20% जति चाहिँ खर्च हुन्छ। त्यसले के हुन्छ? त्यो केही पनि हुँदैन। अनि कति कुरा चाहिँ, कति योजनाहरू त पुरै हुँदैन। त्यो हामीले तिरेको कर, देश विदेशमा गएर पसिना बगाएर तिरेको कर, ठुलाबडाले तिर्दैनन् कर, थाहा छ त। बिजुलीको काण्ड लगायत टेलिफोन एनसेलको काण्ड, यस्ता काण्ड कति छन्, व्यापारीले तिर्दैनन्, गरिबले तिरेको, गरिबको मेहनत पसिनाबाट आएको पैसाले तिरेको करबाट उठेको पैसा, त्यो पैसाबाट आएको बजेटले बाटो बनाए विकास गरे भन्छ। त्यो विकास होइन। सिङ्गापुर बाटो बनाएर, अमेरिका बाटो मात्रै बनाएर विकास भएको होइन नि। विकास भनेको उद्योग, कल कारखाना, उत्पादन हुनु पर्यो, निर्यात हुनु पर्यो, त्यहाँ चाहिँ शिक्षा स्वास्थ्य फ्री हुनु पर्यो, रोजगार हुनु पर्यो, रोजगार पाएन भने बेरोजगार भत्ता हुनु पर्यो, प्रौढहरूलाई त्यही अनुसारको रोजगार, त्यही अनुसारको चाहिँ भत्ता पनि हुनु पर्यो। अनि 5000 मैले भत्ता, वृद्ध भत्ता भनिदिने, 5000 दिएको बेला 2 रुपियाँ पर्नेलाई अहिले 2000 पुगिसक्यो। विभिन्न चाहिँ उपभोग्य सामग्रीको भाउ, अनि ऊ चाहिँ 5000 मा गर्व गर्छ। के भन्ने अब? यस्ता पार्टीहरू छन्, यस्ता चाहिँ नेताहरू। हामी ताली बजाउने त्यस्तै। फेरि के देख्छौँ सपना? यति त बुझ्छौँ त। अब तपाईँ हामी यत्रो सामाजिक सञ्जाल, हाम्रो हातमा मोबाइल छ, मोबाइल पनि हामीले दिएको भन्नु बिर्छन् यिनले। त्यसो भएकोले गर्दाखेरि यी फटाहरूको, यी बदमासहरूको व्यक्तिगत रूपमा तपाईँ म आफू केही गलत हौँला, तर राजनीति सामाजिक रूपमा तपाईँ हामी गलत छैनौँ। व्यक्तिगत रूपमा म पनि आफूलाई ठिक भन्दिनँ, तपाईँ पनि गलत होला, म पनि गलत होला। व्यक्तिगत रूपमा मान्छेको गल्ती हुन्छ, कमजोर हुन्छ, सबैको हुन्छ। तर देशै डुबाउने, समाजै बाँड्ने, कानुनै मिच्ने, हत्या, हिंसा, बलात्कार त्यस्ताहरूलाई चाहिँ आश्रय दिने यी बदमास, महाबदमासहरू 7 पुस्तासम्म भन्छ नि, बाबुबाजे 7 पुस्तासम्म दुःख पाउँदै हुन्छ नि, के अरे सुख पाउँदै हुन्छ नि। साँच्चै हुन्छ, यी पाउँदैन, मरण राम्रो हुँदैन। यिनीहरूको सब ठग हुन्। गर्व गर्छन् यिनले हिजो मान्छे मारेकोमा, हिजो जेल जबरजस्ती चाहिँ जेल बसे, मान्छे मारेर जेल बसेकोमा गर्व गर्छन्, अनि ब्याज खान खोज्छन्। साँच्चै हिजो परिवर्तनको लागि मरिमेट्नेहरूको अवस्था, जीवनको अवस्था छ। मर्नेहरू जो शहीद भए तिनका परिवारको अवस्था के छ? टिम्बुरबोटेमा मरेकाहरूको त्यहाँका
जनताको जीवनस्तर पिस्कर, छिन्ताङ, थबाङ, दोरम्बा लगायत जति जहाँ हिजो परिवर्तनका लागि बलिदानी दिए, जो आहुति भए, उनीहरूको परिवार त्यो अपाङ्ग घाइतेको अवस्था के छ कहिले कुरा गर्दैनन्। यहाँ श्रीमती, भान्जा, छोरो, ज्वाइँ, स्वास्नी, नाठो, छोरी त्यही हुन्छ। हामीले देखेको त्यही हो। मैले धेरै नजिकबाट धेरै नेताहरूको देखेँ, हेरेँ। तपाईहरुले पनि सायद भोग्नुभयो, देख्नु भएको छ। र पछिल्लो चरणमा वैकल्पिक शक्ति भएर आएका पार्टीहरूमा भविष्य राम्रो देखिएन। समस्या छ। राष्ट्रपा भनेर हामी पनि, म लगायत केही साथीहरू हिँड्यौँ। अब साँच्चै नै देशमा एउटा परिवर्तनको लागि वैकल्पिक शक्ति आएको छ। जनताले सुख शान्ति अमन चयन प्राप्त गर्छन्, अनुभूत गर्छन् भनेर चाहिँ लाग्यो। तर केही त्यहाँ छैन। छाती खोलेर देखाउने भए म देखाउने थिएँ, त्यहाँ छैन। न विचार सिद्धान्त केही पनि छैन। देश जनता चाहिँ नेता कार्यकर्ता अब चाहिँ तल भएका समर्थकहरूको लागि उनीहरू गर्नुपर्छ भन्ने लालच छैनन्। मिठा कुरा मात्रै त्यहाँ पनि, तर देखिहाल्नु भएको पनि छ। हिजो जुन पार्टीले जे गर्छ त्यही हो। सत्ता भागमुण्डमा अघि पुगिहाल्नुहुन्छ उहाँहरू। अनि जबरजस्त अहिले अब हेर्नु, डिजाइनमा जेल जाने, जेल ल्याउने, त्यो सबैको डिजाइन हो। राष्ट्रपा आफै पनि त्यो डिजाइनभित्र छ। अब लोकप्रियता कहाँबाट प्राप्त गर्ने भन्दाखेरि जेल बसिरहने हो। कम्तीमै जेल भइरह्यो भने त अनि को प्रपञ्च हुन्छ कि राजनीतिको। अनि लोकप्रियता त कमाउनु पर्यो नि। जे भनिएको थियो जो गरिएन। अब कसरी लोकप्रियता कमाउने भन्दाखेरि जेल बसिरहने। किनभने जेल बसेपछि त हुन्छ नि त। विश्वेश्वर प्रसाद, राजा महेन्द्रले लगायत अब राज संस्थाले विश्वेश्वरलाई हिजो चाहिँ कसरी संरक्षण गर्यो, कसरी लोकप्रिय बनायो। त्यतिखेर अब वाम शक्ति भनौँ, अब चाहिँ कम्युनिस्ट पार्टीहरूलाई सिद्ध्याउने, अब जे भए पनि काङ्ग्रेस त आधा आधी सामन्तसँग मिल्थ्यो। अब यस्ता कुराहरू चाहिँ जनतालाई भनिन्न। यो कुरो भन्यो भने ए कहाँबाट मुकुन्दे भयो भन्छन्, तर होइन। सत्य कुरा बोल्नुपर्छ, सामान्य भएर बोल्नुपर्छ। उहाँहरू जस्तो कुरा गर्न हामीले पनि आउँछ। राजनीति, सामाजिक न्याय, नैतिक ती उपरका ती विषयमा रहेर शब्द चयन गरेर बोल्न हामीलाई पनि आउँछ। तर त्यो हामी किन त कुरा गर्ने। अब हामी त देश निर्माण गर्नुपर्छ, काम गर्नुपर्छ। मेरो जिल्ला 5 तहमा के गर्न सकिन्छ त्यस्तै विभिन्न जिल्लामा भएका विभिन्न चाहिँ साथीहरू हुनुहुन्छ। उहाँहरू त्यसरी नै सोच्नुपर्छ। मलाई लागेको यही हो। चिन्ता हुनुपर्छ। जिल्ला, गाउँ अनि देश र देशलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने, अन्तर्राष्ट्रिय स्तरमा चाहिँ नेपाल साँच्चै नेपालीको हो भनेर चिनाउने त्यो प्रयत्न हामी गर्छौँ, गरिरहेका छौँ। धेरै साथीहरू अहिले बाहिर हुनुहुन्छ, विदेश हुनुहुन्छ। म पनि बाहिर छु। किनभने संसार कसरी चल्दैछ नेपालमा बसेर अध्ययन त धेरै गरियो। तपाईँ हामीले बोराका बोरा किताब पनि पढियो होला, गुगल पनि हेरियो होला। वस्तुगत स्थिति कस्तो छ त भन्ने कुराहरूमा धेरै साथीहरू देश बाहिर पनि हुनुहुन्छ। उहाँहरू अब फर्किनुहुन्छ। हामी फर्किन्छौँ। 1-2 वर्ष हो हामी बाहिर रहे पनि। जिम्मेवारी पायौँ हामीले भने देश कसरी बनाउनुपर्छ, जनता प्रति कसरी उत्तरदायी रहनुपर्छ र भावी पुस्ताहरूको भाग्य भविष्य कसरी सुनिश्चित गर्नुपर्छ र संसारसँग कसरी प्रतिस्पर्धात्मक अवस्थामा पुग्नुपर्छ। र त्यसको लागि हामीलाई विभिन्न विकसित, विकासोन्मुख, विकासको चरम स्थितिमा पुगेका देशहरूको अवलोकन, अनुगमन, अध्ययन, वस्तुगत चाहिँ त्यो भ्रमण भनौँ, बुझाइ हुनपर्छ। त्यही भएर हामी केही साथीहरू बाहिर पनि छौँ, तर केही साथीहरू देशमै पनि लागिराख्नु भएको छ। तपाईँ हाम्रो सबैको मन मिल्नपर्छ। हामी एकाकार हुनुपर्छ, ऐक्यबद्धता हुनुपर्छ। हाम्रो अहिलेको विचार भनेको
आत्मीले अहिले भनेको के हो भने भ्रष्ट यी नालायक बेइमानीहरूलाई अन्त्य गर्ने, गणतन्त्रलाई, यो उन्नत लोकतन्त्रलाई अथवा संघीय गणतन्त्र नेपाललाई अझ मजबुत बनाउने यति नै हो र जनताको भविष्य सुनिश्चित गर्ने स्वतन्त्र हाम्रो मुलुक विश्वमा परिचित चिनिएको सगरमाथा अनि विश्वले मानेको गौतम बुद्धको देश नेपाल अब हामीले चिनाउनुपर्छ। सही रूपमा, सही ढङ्गले स्वावलम्बी नेपाली भएर उन्नति प्रगति भएको यो देश नेपाल भनेर विश्वमा हामी गर्वका साथ पुग्नुपर्छ। यिनै भावहरू अहिलेलाई यहाँ समक्ष पेश गर्दै आगामी दिनहरूमा अरू विचार भावना र दुःख सुखका कोसेली लिएर यहाँ समक्ष म उपस्थित हुनेछु। अहिले बिदा दिनुहोस्। म दिनेश लिङ्गदेन। नमस्ते।